नमस्ते, गुड मर्निङ डिएक्सन। सम्पूर्ण डिएक्सन प्रेमी, स्वास्थ्य प्रेमी, देश विदेशमा छरेर रहनुहुने जो जति सामुख्य यो भिडियो पुग्छ, जोसँग सम्बन्धित छ, उहाँहरूको लागि सानो सन्देश म हजुरमाथमा पस्किन चाहन्छु। विशेष गरी म पूर्व पाँचथर जिल्ला रानीगाउँ, अहिले त कुम्बायक 3 जन्म भई म 1999 मा कतारमा प्रवेश गरेको थिएँ र कतार जाने क्रममा कामको सिलसिलामा आफ्नो नोकरीको विषयलाई चाहिँ हुँदै जाँदा केही समय केही दिनदेखि तपाईको चाहिँ दिनकाल बित्दै गयो र मलाई समस्या एउटा पाइल्स जुन बाबासिरी भन्ने एउटा रोगले समात्यो र त्यो रोगको कारण मैले उपचार पद्धतिमा चाहिँ मैले हस्पिटल धाउन थालेँ र जुन हस्पिटल धाउँदै गर्दाखेरि अपरेसन गर्ने अवस्था पुगिसकेपछि मेरो गाउँले दाइ एउटा भाइले मलाई यो डिएक्सनको एउटा जुन गानुजी टुथपेस्ट र गानुजी मसाज ओइल र ब्ल्याक कफी 2 in 1 उहाँले दिनुभयो र भन्नुहुन्छ यो युज गर्नुस्, तपाईको समस्या सल्भ हुन्छ। मलाई विश्वास लागेन र मैले त्यो कुरालाई चाहिँ उहाँसँग सुरुन्तै स्वीकारिन र पनि उहाँहरूको जबरजस्ती करले सुरु गर्ने बाध्य बनाउनु भयो र मैले सुरु गरेँ। त सुरु गरेको केही दिनमा उहाँहरूको बोलीले भन्दा पनि त्यो प्रोडक्टले मलाई आकर्षित बनायो कि दिन प्रतिदिन समस्यामा समाधान हुने चाहिँ पाटो मैले पाएँ र पाइसकेपछि के रहेछ त यो यसको विस्तृत जानकारी लिनको लागि म फेरि जानु पर्यो भनेर दुहाको चाहिँ जुन हाम्रो अफिस एउटै मात्रै थियो दुहा सिटीमा र त्यहाँ गएर चाहिँ एउटा सेमिनार हेर्ने मौका पाएँ। सेमिनारमा बसेँ, त्यहाँ क्लास हुँदो रहेछ, विभिन्न कुराहरू सुनाइदो रहेछ र सुनाइसके पश्चात मैले त्यहाँनिर तपाईको चाहिँ क्लासमा बसेँ 3 घण्टा जति र 3 घण्टाको बिचमा मैले रोगभन्दा पनि त्यो प्रोडक्ट खाएर रोग भगाउने र त्यही प्रोडक्टको विषयमा बोल्दाखेरि पैसा कमाउने एउटा सन्देश सुनाउनु भयो र उहाँहरूले त्यो भनिसकेपछि मलाई कता कता कौतुली लाग्यो कि म त्यो कतारमा एउटा जङ्गलमा जुन घाँस काट्ने, एउटा खजुर काट्ने, तपाईको चाहिँ बयर गोड्ने विभिन्न काममा चाहिँ म आबद्ध थिएँ। त्यो कामबाट मुक्ति पाउने एउटा जुक्ति भेटे जस्तो मैले अनुभूति गरेर मैले सोधेँ, जसले मलाई त्यो क्लासमा उहाँले प्रेजेन्टेसन गर्नुभएको थियो, जसले सुनाउने भएको छ उहाँलाई सोधेँ यो काम गर्नलाई कति पढ्नुपर्छ, यो व्यवसायमा म आर्थिक लाभ गर्नलाई के कस्ता मैले विधि अपनाउनु पर्छ भनेर सोधेँ। सोद्धाखेरि तपाईलाई जुन यो प्रोडक्टहरू युज गरेर प्रयोग गरेर यसलाई युज गर्ने, जुन लाउने लगाउने, पिउने खाने जुन कुराहरू चाहिँ तपाईले बोल्न सक्नुहुन्छ भनेर भन्नुभयो। यो यतिको कुरा त बोलिहालिन्छ नि, आफूलाई मन परेको र राम्रो लागेको हाम्रो मान्छेलाई बताउन गाह्रो हुँदैन जस्तो लाग्यो र मैले म सक्छु भने, अनि सक्छु भनिसकेपछि मैले स्वास्थ्य त खराब थियो तर आर्थिकको चापले त्यहाँको चाहिँ जुन सिस्टम मैले बुझ्ने कोसिस गरेँ, त्यो सिस्टम सुरु गरेको मैले चाहिँ 2009 फेब्रुअरी 28 तारिकबाट मैले चाहिँ यो कम्पनीको चाहिँ सिस्टम अपनाएँ र उहाँहरूले मलाई त्यो सिस्टममा मलाई आबद्ध गराउनु भयो। उहाँ स्पोन्सरहरूले र उहाँले आइडिया दिनुभयो, तरिका दिनुभयो। मैले सुरु गरेको त्यो दिनबाट आज डिएक्सन 2009बाट मैले चाहिँ सुरु गरेँ। 1 महिनामा एउटा चाहिँ स्टार्टअप स्टार एजेन्ट भन्ने पोस्ट पाइयो। त्यो पोस्टमा तपाईको चाहिँ आफूले महिनामा इन्कम स्रोत हेर्दाखेरि मेरो कम्पनीमा सेलरी 650 थियो र मैले बोनसको रूपमा मैले पाएको 730 रियल पाएँ र त्यो 730 रियलको कारणले गर्दाखेरि अझ म आकर्षित भएँ, साँच्चै हो कि क्या हो भन्ने हिसाबले मैले त्यहाँ काम गर्ने अवसर पाएँ र मैले केही महिना 5 महिनाको अन्तरकालमा स्टार रुबी भन्ने एउटा पोस्ट उपलब्धि भयो, झन् हौसला बढ्यो। त्यस पछाडि मैले स्टार डायमन्ड भन्ने चाहिँ 2010 मा उपलब्धि भएँ र 2010 को आखिर 11 लाग्दा नलाग्दा मैले कम्पनी छोडेर फुल टाइम डिएक्सन रोजेर हिँडेँ। अहिलेको परिवेशमा हेर्नुहुन्छ भनेदेखि देश विदेश संसारभरि छरिएर जे जस्तो भए पनि बेरोजगारी समस्यालाई सल्भ गर्नको लागि आफ्नो आय आर्जनको माध्यम दीर्घकालीको रूपमा चाहिँ काम गर्नको निमित्त हामी हिँडेका छौँ। यो सेक्टरमा काम गर्दाखेरि मात्रै आफूले मार्केट चेन्ज गर्दा माइन्ड चेन्ज हुँदो रहेछ, माइन्ड चेन्ज गर्दा लाइफ चेन्ज हुँदो रहेछ भन्ने कुरो यो सेक्टरमा मैले प्राप्त भयो र ज्ञान भयो। त्यो ज्ञानले गर्दाखेरि जुन चिज मैले उपलब्धि गर्दै जाँदा अहिलेसम्म मेरो टिममा हुनुहुन्छ करिबन पनि 1,34,207 जना टोटल मेम्बरशिप लिनुभएको र लगभग तपाईको चाहिँ डिस्ट्रिब्युटर गर्ने हुनुहुन्छ 1,27,618 जना डिस्ट्रिब्युटर गर्नुहुन्छ भने 6,100 जना तपाईको स्टार एजेन्ट हुनुहुन्छ। स्टार रुबीमा 265 हुनुहुन्छ, सिनियर डायमन्ड भनेको 129 हुनुहुन्छ र डबल डायमन्ड भनेको 35 जना हुनुहुन्छ।
त्रिपल डायमन्ड भनेको एकजना हुनुहुन्छ र लगभग मैले आजसम्म यो टिममा रहनुहुने जसले बुझेर जानेर सोचेर काम गर्नुभयो, रोग पनि भगाउनुभयो, पैसा पनि कमाउनुभयो, स्वास्थ्य पनि बन्नुभयो र त्यही स्वास्थ्य बन्ने क्रममा नेपालको इन्कम हेर्ने भने 200 नेपाली रुपियाँदेखि लिएर 5-6 लाखसम्म कमाउनको लागि टिमबाट उपलब्ध भयो र सफल हुनुभयो। त्यो एउटा मेरो जीवनको लागि पहिलो सफलताको मैले मानेको छु, किनकि जसको कारणले गर्दाखेरि, जसको सन्देशले गर्दाखेरि, जसले यो संसारभरि छरिएको मान्छेलाई रोग भोग शोकबाट मुक्त गरी सुस्वास्थ्य समृद्धिको जीवन जिउनुपर्छ भन्ने सिकाउनु भयो र कम्पनी स्पोन्सर गरेर चाहिँ एउटा कम्पनी खोलिदिनु भयो, जसले तपाईँको चाहिँ हामीलाई सरल र सहज तरिकाले आफ्नो स्वास्थ्यलाई पनि सुनिश्चित गराउने, आर्थिकलाई पनि सफलताको लागि दीर्घकालको आय स्रोत गराउने एउटा बाटो बनाइदिनु भयो। जस कम्पनीको फाउन्डर, जुन कम्पनीको चाहिँ सिर्जना गर्नुभयो, उहाँले चाहिँ आज विश्वभरि जसले सकिसकेको, जो कि चाहिँ अन्तिम अवस्था पुगिसकेको मान्छेलाई पूर्ण एउटा जागरुक र पूर्ण जीवित बनाउनलाई चाहिँ बहुत ठुलो एउटा लक्ष्य, जुन पक्षमा बिना लगनी, बिना टेन्सन राम्रो आम्दानीको स्रोत हाम्रा लागि भएको हुनाले गर्दाखेरि हजुरहरू तपाईहरु जहाँ हुनुहुन्छ यसको विषयमा, यो कम्पनीको बारेमा, यो सेक्टरलाई, यो क्षेत्रलाई मजाले तपाईले हामीले बुझ्नुपर्ने जरुरी छ, किनकि डिएक्सनबाट हामीले पाएको रोगीहरूका लागि औषधि गुण छ, मेडिसिन भ्यालु छ, निरोगीलाई सेक्रेटरी छ, रोग प्रत्यारोपण रोगसँग लड्ने क्षमता वृद्धि गर्न सक्छ, बेरोजगारलाई स्वरोजगारी छ, जसको कारणले गर्दाखेरि हामीलाई चाहिँ दीर्घकालीन रूपमा चाहिँ आय स्रोतको एउटा रोजगारीको एउटा अवसर दिन्छ। जति समय बित्दै जान्छ, जति उमेर बित्दै जान्छ, हामी अरू सेक्टरमा, अरू क्षेत्रमा जहाँ काम गरे पनि, जुन ठाउँमा भए पनि कुनै पेशो व्यवसाय नछोडिकिन कुनै टेन्सन बिनाको एउटा आय स्रोतको माध्यम, एउटा पेन्सनको माध्यम भएको हुनाले यो सेक्टरलाई तपाईँ हामीले बुझ्ने कोसिस गरौँ। सकिन्छ भने तपाईँ हामीले किनेर खाउँ, सकिँदैन भने गरेर खाउँ। छ पैसा किनी खाने, छैन पैसा गरी खाने यो सिस्टम भएको हुनाले, एउटा युनिक सिस्टम भएको हुनाले डिएक्सनमा सादा जीवन, उच्च विचार र आफूले पाएको कुरा अरूलाई, आफूभन्दा मित्रजनहरूलाई सहकार्य र सहयात्रा गरेर चाहिँ रोग भोग शोकबाट मुक्त गरी उहाँहरूको घाँस बाँस कपासको नालगी सुनिश्चित गराउनको लागि यस सिस्टमले पावरफुल एउटा भूमिका निभाएको छ। बहुउद्देश्य कम्पनी छ, यहाँ उद्देश्य हजुरले जे चाहनुहुन्छ त्यो हजुरले पाउन सक्नुहुन्छ। त्यस कारणले गर्दाखेरि डिएक्सनको लाइफमा, डिएक्सनको दुनियाँमा जसले तपाईलाई स्पोन्सर गर्छ उहाँलाई धेरै धन्यवाद दिँदै र उहाँहरूलाई चाहिँ सम्मान स्वरूप गर्दै र जो डिएक्सनमा तपाईँ ल्याउनुहुन्छ उहाँहरूलाई न्यानो माया र व्यापार होइन व्यवहार गरेर उहाँहरूलाई आत्मसन्तुष्टिका साथ बिना नोक्सानी, बिना टेन्सन, बिना रिस्क उहाँहरूको जनजीवन धनको लागि सहकार्य र सहयात्रा गरेर सुनिश्चित गराउनको लागि तपाईँ हामी लागि पर्यौँ भने राम्रो काम गर्ने हाम्रो लागि बहुत बहुमूल्य एउटा अवसर छ। यो कुनै यसको मूल्य छैन। यो अवसरलाई नगुमाउनुहोस्, नछुटाउनुहोस्, जुट्नुहोस्, जोश र होससँग काम गरौँ, दोष कसैलाई पनि नलाउँ, किनकि अहिलेको 21औं शताब्दीमा हामी सञ्चार माध्यममा हामी अव्वल छौँ। सबै कुरा पढ्न, हेर्न, बुझ्न सक्छौँ। पहिले हेर्नुहोस्, अनि पढ्नुहोस्, अनि प्रयोग गर्नुहोस्। राम्रो लाग्यो भने हाम्रो मान्छेलाई सुनाउनुहोस्, चिनाउनुहोस्, बुझाउनुहोस्। उहाँले चिने बुझिसकेपछि उहाँहरूको पनि समस्या समाधान हुन्छ, उहाँको पनि स्वास्थ्यमा लाभ हुन्छ, आर्थिकमा सपोर्ट हुन्छ। त्यस कारणले गर्दाखेरि यो सुनौलो अवसरमा हामी कहिले पनि टाढा नहौँ। यसको माध्यमबाट, यसको सिस्टमबाट सकिन्छ तपाईको व्यावसायिक रूपमा व्यवस्थापन गरेर हामी मार्केटिङ गरौँ, व्यवसाय गरौँ, यसको चाहिँ काम गर्ने प्रयास गरौँ। सकिँदैन भने पनि मात्र एउटा साबुन, स्याम्पू, टुथपेस्ट, कफी, चिया विभिन्न तपाईले मार्केटमा जे प्रयोग गर्नुभएको छ त्यो प्रयोग गर्दा पनि धेरै कमाई बोनस नआउला, तर तपाईँ र हामीलाई धेरै खर्च भएर रोग लाएर उपचार गर्नुपर्छ। त्यो पैसा चाहिँ सेभ हुन्छ, त्यो पनि हाम्रो लागि प्रगतिको एउटा चाहिँ पाटो हो। त्यसकारणले गर्दाखेरि रोग लागेपछि उपचार गर्ने कि रोग लाग्नुभन्दा पहिले बस्ने, समस्या आइसकेपछि समाधान खोज्ने कि समस्या आउनुभन्दा नै सचेत रहने। त्यस कारणले गर्दाखेरि यति स्वास्थ्य रहनुहुन्छ भने हामीले पहिलो पेजमा हेर्ने भनेको स्वाद रोज्यौँ, शरीर छोड्नु पर्यो, शरीरलाई रोज्यौँ, स्वाद छोड्नु पर्यो। अब कुन चाहनुहुन्छ त्यो पाउनुहुन्छ। यहाँनिर पहिले हामीलाई डिएक्सनमा सन्देशले के दिन्छ भन्दाखेरि खाना पानी, हावा पानी के कस्तो छ, दैनिक जीवनमा तपाईँ हाम्रो नानी भनेर यसलाई चाहिँ सन्देशमूलक स्वास्थ्य जनचेतना कार्यक्रमहरू हुन्छन्। त्यो कुरालाई नै बुझ्दा मात्रै पनि त्यही कुरालाई हामीले चाहिँ आत्मसमर्पण गर्दाखेरि र हामीले त्यसलाई चाहिँ अध्ययन गर्दाखेरि हामीलाई नै पारिवारिक जीवनमा
सामाजिक जीवनमा, व्यावहारिक जीवनमा सबैलाई सहज र सरल तरिकाले सन्देश छोड्दा हाम्रो जीवनमा आमूल परिवर्तन ल्याउन सकिँदो रहेछ र त्यसैले गर्दाखेरि म यसमा निरन्तर लागिरहेको छु र मलाई अति यो काम यो ठाउँबाट काम दाम नामको लागि सुनिश्चित भएको हुनाले सबैलाई यो सन्देश दिन चाहन्छु। सुरु गर्न तपाईलाई गाह्रो हुन्छ, जति आउँदै जाँदै हुन्छ त्यति प्यारो हुन्छ, लङ लास्टिङमा आई लभ यु भनेर हिँड्ने अवसर मिल्छ। त्यसकारणले हजुर यस्तै पवित्र स्थलबाट यस्तो सेक्टरबाट तपाईँ वञ्चित नहुनुहोस्, टाढा नहुनुहोस्, किनकि तपाईँ हामीलाई ना भन्ने मान्छेलाई हाँ बनाएर यो प्रोडक्ट उहाँहरूको घर दैलोमा, उहाँहरूको शारीरिक समस्या, आर्थिक समस्यामा सपोर्ट गर्नको लागि हामीले चाहिँ सन्देश छोड्नुपर्ने हुन्छ, उहाँलाई सचेत गराउनुपर्ने हुन्छ। स्वास्थ्य सम्पत्ति र सुनिश्चितका लागि तपाईँ हामीले यो काम गर्नुपर्छ र गराउनुपर्छ भन्ने यो सानो भिडियोबाट हजुरहरूलाई सेयर गर्ने एउटा अवसर मिल्यो। यो अवसरमा तपाईँहरूले सुनिदिनुहोस् र तथ्य र सत्य वास्तविकमा टेकेर सत्य मात्रै बोलिदिनुहोस्। कसैलाई पनि कम्पनीको रुट र रुलेसनभन्दा बाहिर सन्देश नगरिदिनुहोस् र मैले जे पाएँ त्यही बोल्ने भएको छु। जे भएको छ पढेर भन्दा पनि गरेर पाएको अनुभव सेयर गर्ने अवसर मिलेको छ। यति भन्दै आउने भिडियोहरूमा पनि हजुरहरूसँग केही कुराहरू भलाकुसारी गरौँला नै। अहिले यतिकैमा म सम्पूर्ण जोसँग तपाईँहरूको साथमा, तपाईँहरूको चाहिँ हातमा यो भिडियो पुग्छ, हजुरहरूले एकचोटि हेरेर यसलाई चाहिँ स्मरणीय गरेर वास्तवमा के रहेछ भनेर डिएक्सनको वेबसाइटमा गएर डिएक्सनको चाहिँ तपाईँको चाहिँ हामीले चाहिँ युट्युबमा गएर विभिन्न माध्यम साधन स्रोतबाट यसमा चाहिँ पढ्ने बुझ्ने चाख्ने कोसिस गरौँ। त्यस पछाडि तपाईँको हातमा डिसिजन हुन्छ भन्दै म बिदा हुन चाहे। जसले हेर्ने मौका पाउनुभयो, सुन्ने मौका पाउनुभयो, के कस्तो लाग्यो, वास्तविकता यहाँ के छ, हजुरहरूलाई धन्यवाद दिन चाहन्छु र यदि मन पर्यो भने कमेन्ट र सेयर गरिदिन म अनुरोध पनि गर्दछु र हजुरहरूले यस जुन च्यानलबाट जुन तपाईहरूले चाहिँ सुनेको अवसरमा यसलाई चाहिँ गहिराइसम्म जाने काम गरिदिनु होला। र मेरो परिचय, म धनकुमार विश्वकर्मा, पाँचथर जिल्ला, फिदिम बसोबास, हाल म अहिले काठमाडौँमा तिर्छु र डिएक्सनको दुनियाँ भनेको 2009 देखि हो र अहिलेसम्म यसमा चाहिँ निरन्तर लागिरहेको छु र सम्पूर्णलाई मैले जसरी यसबाट चिजबाट पाएँ भयो र धेरै साथीहरूको जनजीवनमा आवश्यकतालाई परिपूर्ति गर्नलाई सपोर्ट गर्ने अवसर पाएँ र त्यसरी नै यो भिडियोको मार्फत हजुरहरूले पनि यो अवसर आफूले अपनाउनु होला र हजुरहरूले पनि सेयर गरिदिनु, कमेन्ट गरिदिनु नभुलिदिनु होला भन्दै फेरि बिदा हुन पाएँ। हस् त, नमस्ते, गुड मर्निङ डिएक्सन।